सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई नमस्कार। हामी आज कक्षा 10 को पाठ 3 अन्तर्गत रहेको मौरी पाठमा स्थलगत अनुगमन गर्न गइरहेका छौँ। यहाँ हाम्रो मौरी देखाउँदै हुनुहुन्छ सरले। यहाँ चाहिँ 3 प्रकारका मौरीहरू हुन्छन्। कर्मी मौरी रानी मौरी चाहिँ लुकेर बस्छ। अहिले यहाँ देखेको छैन होइन। अनि त यो जुन चाकाहरू दिएको छ नि यो सबै सेतो सेतो, यो सेतो सेतो घेरिएको भागको चाहिँ बच्चा छ भने यो एकदमै बच्चा निस्किने बेला भएको हो। यो खाली ठाउँमा निस्किसकेपछि फेरि यहाँ अन्डा बनाउँछ। तपाईँले रानी मौरीले जुन अन्डा उत्पादन गर्ने क्षमता भनिदिनुहोस् सर। ल, रानी मौरीले एक दिनमा लगभग 3000 जति अन्डा पार्छ। जब भाले मौरीसँग मेटिङ हुन्छ त्यसपछि चाहिँ रानी मौरीले यो मौरीको पराकोष्ठ भन्छौँ हामी, यो अन्डा पार्ने ठाउँ, त्यो अन्डा पार्ने ठाउँमा प्रत्येक दिन कम्तीमा रानीको जात अनुसार 3000 जति अन्डा त्यहाँ पार्छ। र मौरीको जीवन चक्रमा फुल, लार्भा, प्युपा र वयस्क अवस्था हुन्छ। त्यो अन्डा पार्ने अवधि चाहिँ 3 दिनको हुन्छ। अन्डा कम्प्लिट भइसकेपछि अब पहिलो दिन चाहिँ ठाडो हुन्छ। यो बिचमा चाहिँ यो चाहिँ अन्डा पार्ने ठाउँ हो। यो खाली ठाउँ छ नि, यो खाली देखेको ठाउँ चाहिँ अन्डा पार्ने ठाउँ हो। त्यहाँ चाहिँ पहिलो दिन चाहिँ ठाडो हुन्छ, दोस्रो दिन चाहिँ ढल्केको हुन्छ, तेस्रो दिन चाहिँ ढलेको हुन्छ। त्यसपछि 3 दिनसम्म ठ्याक्क अन्डाको अवस्था पुरा हुन्छ भने अब अन्डापछि लार्भा अवस्था सुरु हुन्छ। लार्भा अवस्था सुरु हुन्छ। लार्भाहरू एकदमै खन्चुवा अवस्था हुन्छन्। यिनीहरू निकै खान्छन्। त्यहाँभित्र भएको महहरू खान्छन्। रानी मौरीले भाले कसलाई बनाउने, कर्मी कसलाई बनाउने र त्यो भन्ने काम चाहिँ निर्धारण गर्ने कसो काम हो, त्यो खुवाउने खानामा भर पर्छ। खाना खुवाउने काम चाहिँ कर्मी मौरीको हो। कर्मी मौरीले जसलाई रानी बनाउनु छ त्यसलाई चाहिँ लार्भा अवस्थाभरि नै रोयल जेली नामक एकदमै पोषणयुक्त खाना खुवाउँछन् भने कर्मी मौरी र भाले मौरी बनाउनको लागि त्यसपछि 3 दिन पछाडि उनीहरूले चाहिँ मधु रोटी भन्ने हुन्छ त्यो खुवाउँछन्। त्यसपछि यिनीहरूको जात अनुसार लार्भा अवस्था 5, 5.5 र 6 दिनको हुन्छ। 5 दिन भनेको चाहिँ रानीको लागि भयो, 5.5 भनेको भालेको लागि भयो र 6 भनेको चाहिँ कर्मीको लागि भयो। त्यसरी लार्भा अवस्था पुरा हुन्छ। फेरि लार्भा पछि प्युपा अवस्था आउँछ। प्युपा अवस्था सुन्ने एकछिन, प्युपा अवस्था आउँछ। प्युपा अवस्थामा चाहिँ के हुन्छ, यिनीहरू चाहिँ नचली बस्छन् र भित्री कुराहरू चाहिँ यिनीहरूको वृत्ति विकास भइरहेको हुन्छ। यिनीहरूको जात अनुसार मौरीको रानी, भाले र कर्मी अनुसार यिनी मौरीहरू 8, 12 र 16 दिनको अवधिमा पुरा हुन्छ प्युपा अवस्था। प्युपा अवस्था पछि आयो वयस्क अवस्था। वयस्क अवस्थामा चाहिँ यिनीहरू यही यो बन्द भएको यो भित्र जब वयस्क हुन्छ त्यसपछि यहाँ बन्द भएको पराकोष्ठलाई भित्रबाट चाहिँ पुस गरेर भित्रबाट दाँतले टोकेर यसलाई खुल्ला गर्छन्। ऊ देखिरहेको छौँ हामीले, त्यो खुल्ला गरेको हो। भित्रबाट टोक्छन् र बाहिर निस्किन्छन्। फेरि अर्को आउँदैछ। यसरी मौरीको जीवन चक्र चाहिँ फुल, लार्भा र प्युपा अवस्थामा पुरा हुन्छ। जब वयस्क मौरी बन्छ त्यसपछि यहाँ भित्रबाट चाहिँ उसले प्वाल पार्छ र अनि बाहिर आउँछ। त्यसको जात अनुसार काम हुन्छ। आधा खाइसकेको छ, आधा चाहिँ बाहिर निक्लिने कोसिस गर्दैछन्। त्यहाँ भित्रबाट भर्खर जन्मेका नयाँ कर्मी मौरीहरू निस्किँदैछन्। ल, सम्पूर्ण भाइ बहिनीहरूले राम्रोसँग हेर्नु होला। यो कुट ल्याएको छ। कुट भनेको यो पहेँलो बोकेर चाहिँ खाने आधा हो होइन। यो पहेँलो बोकेर पखेटामा यसले च्यापेर ल्याएको छ। यो खानेकुरा ल्याएको यिनीहरूले होइन। यहाँ अहिले रानी मौरी भित्र लुकेको छ। रानी मौरी लुकेर बस्छ, लजालु स्वभावको हुन्छ। त्यसकारण यिनीहरू सुरक्षित अवस्था हुन्छ। रानी मौरी निस्क्यो भने सबै पछि लगाएर जाने कारणले गर्दा रानी मौरीलाई लुकाउने काम गर्छ होइन। रानी मौरी हामीले देख्न पाइन्छ। यहाँ भाले मौरी पनि छैन अहिले। भाले मौरी यो उत्पादन भएपछि यहाँ धेरै बच्चा उत्पादन हुने काम गर्छ र रानीसँग मिटिङ गर्ने काम गर्छ, जसको कारणले गर्दा धेरै उत्पादन बढ्ने गर्दछ होइन। तर यसको लागि महको कुरा भन्दै थिएँ। मह देखाउँदैछु। यहाँ मह बनाउँदैछ। म बनाउँदैछु।
हेर्नुहोस् है अब म होइन यस्तो तरकारी बनाउँदै लान्छ होइन यति राम्रो तरकारी बनाउँदैछ होइन महानिर्माण हुँदैछ। सेतो सेतो चाहिँ भर बनाउँदै यो बनाउँदै गरेको अब यो बढ्दै यहाँसम्म पुर्याउँछ होइन तल यसको फ्रेम 10वटा हुन्छ तलको 10वटा भाग यसरी नै पुरा गरिसकेपछि त्यो माथिको त्यो निकालेछु मैले त्यो अघिको त्यसमा मह बनाउने काम गर्थ्यो माथिको यो अहिले आफूलाई खानको लागि बनाएको होइनहरू बच्चा उत्पादन र खानको लागि जम्मा यहाँ गर्छ माथि चाहिँ मह उत्पादन गर्ने गर्छ यहाँ पनि मह त छ बेच्नुलाई खानको लागि गरेको त्यसमा छ त्यो छेउकोमा म देखाइदिउँ अहिले यो त्यहाँ माथि तलको भाग निकाल्नु नमिलेर यसमा आएको जति पनि यो भाग छ अब त्यो बनाएर भए पनि यता चाहिँ सर्दै आउँछ क्या यसलाई के अरे च्याप्नु हुँदैन होइन च्यापियो भने टोक्छ यसलाई गिज्याउनु हुँदैन तर केही पनि गर्दैन गिज्यायो भने त टोकिहाल्यो अब बन्द भयो नि सर यो सक्यो ल यो गार हाम्रो क्लोज गर्न चाहँदै हुनुहुन्छ सर बन्द भयो ल कक्षा 10 का सम्पूर्ण भाइ बहिनीहरू आज पाठ 3 अन्तर्गत मौरीको जीवनचक्र अवलोकन गऱ्यौँ हामीले स्थलगत अनुगमन भएको छ कस्तो लाग्यो भाइ बहिनीहरू ल र यो भिडियो अन्य साथीहरूले अन्य भाइ बहिनीहरूले अन्य साथीहरूलाई चाहिँ हेर्न भन्नु किनभने उहाँहरूकोमा पाठ त छ मौरी पाठ तर यसरी हाम्रो जस्तो सुविधा छैन सबै ठाउँमा यसरी मौरी पालन गरेको हुँदैन हाम्रो शिव सरस्वती माध्यमिक विद्यालयमा चाहिँ मौरी पालन पनि गरेका छौँ हामीसँग लगभग 10वटा घार छन् ती घारमध्ये हामीलाई चाहिँ स्थलगत अनुगमन गर्न निकै सजिलो भएको छ र प्रत्येक वर्ष हामीले यसरी नै भिडियो बनाउँदै र बच्चाहरूलाई चाहिँ स्थलगत अनुगमन जुन चाहिँ पढाइको सबैभन्दा माथिल्लो त हो पढाइको सबभन्दा माथिल्लो त स्थलगत अनुगमन पनि गरायौँ हस्त धन्यवाद।